नमस्कार, हामी अहिले रुकुमकोट पुगिसकेका छौँ। खास हामी यहाँ मिस्टर पूर्वेलीलाई भेट्न आएको हौँ। पूर्वेली कमलताल छन् रे, हामी पनि त्यतैतिर जाँदैछौँ। पक्कै पनि तपाईँले त्यो अगाडिको भिडियो हेर्नुभयो होला र राम्रो पनि लाग्यो होला। आजभोलि फेसबुक, टिकटक अनि जुनसुकै रिल्समा, युट्युब सर्ट्समा भाइरल भएको भिडियो हो। यसलाई म तपाईँलाई सजिलै तरिकाले बनाउन सिकाउँछु। यसमा चाहिँ तपाईँले चाहिँ सबैभन्दा पहिले चाहिँ के गर्नु पर्यो भनेपछि च्याटजिपिटीमा जानुपर्ने हुन्छ। च्याटजिपिटीमा हामी फोटो बनाउँछौँ है त। च्याटजिपिटीमा गइसकेपछि यदि तपाईँसँग च्याटजिपिटी छैन भने तपाईँले चाहिँ जुनसुकै प्ले स्टोरबाट अथवा जुनसुकै ठाउँबाट डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड गरिसकेपछि यस्तो आउँछ। यसमा चाहिँ एउटा प्रम्प्ट हाल्नुपर्ने हुन्छ। त्यो प्रम्प्ट तपाईँले केही पनि दुःख गर्नुपर्ने छैन। मैले चाहिँ यो स्क्रिनमा राखिदिन्छु अथवा डिस्क्रिप्सनमा, भिडियोको डिस्क्रिप्सनमा गएर तपाईँले चाहिँ प्रम्प्ट चाहिँ भेटाउन सक्नुहुन्छ। त्यो प्रम्प्टलाई लिएर चाहिँ तपाईँले के गर्नु भनेपछि कपी गर्नु है। मैले चाहिँ यहाँ प्रम्प्ट लिएँ, यसरी कपी गरेर मेरो नोटबुकबाट तपाईँलाई यही प्रम्प्ट चाहिँ स्क्रिनमा पनि देखाइदिएको छु र तपाईँले चाहिँ मेरो यही युट्युब भिडियोको चाहिँ डिस्क्रिप्सनमा गएर पनि तपाईँले कपी गर्न सक्नुहुन्छ। अनि पुनः म त्यही ठाउँमा फर्किएँ। त्यसपछि यहाँ मैले पेस्ट गरेँ। पेस्ट गर्न बित्तिकै मैले यहाँ हरियो एरो छ, यसमा चाहिँ क्लिक गरेँ। केही समय प्रतीक्षा गर्नुहोला, किनकि तपाईँको नेट अनुसार भर पर्छ कति टाइम लाग्छ भनेर। त्यतिन्जेलसम्म म तपाईँलाई के भन्न चाहन्छु भने हामीले बनाउन लागेको भिडियो चाहिँ तपाईँले चाहिँ जुनसुकै ठाउँको पनि नाम दिएर अथवा जुनसुकै ठाउँमा चाहिँ हामीले, जस्तो मैले अहिले यहाँ रुकुमकोट दिएको छु, मैले रुकुमकोटको मा बनाउन गइरहेको छु, रुकुमकोट बस पार्कमा होइन। यहाँ मैले लेखेको छु, जस्तो यहाँ रुकुमकोट लेखेको छु। यो ठाउँमा तपाईँले चाहिँ अरू आफ्नो गाउँको पनि नाम लेख्न सक्नुहुनेछ अथवा जुनसुकै ठाउँको नाम लेख्न सक्नुहुनेछ होइन। मैले यहाँ बस पार्क लेखेको छु, बस पार्क रुकुमकोट होइन। अनि साइडमा चाहिँ रुकुमकोट लेखेको, यो जहाँ जहाँ मैले रुकुमकोट लेखेको छु त्यो ठाउँमा तपाईँले जुन ठाउँको भिडियो बनाउन चाहनुहुन्छ त्यो ठाउँको चाहिँ नाम लेख्नु होला। केही छिन हामीले प्रतीक्षा गर्छौँ। प्रतीक्षा गरिसकेपछि फोटो बनेपछि हामी तपाईँलाई पुनः भिडियो सिकाउनेछौँ। फाइनल्ली केही समयको प्रतीक्षापछि एकदमै दामी चाहिँ फोटो बनिसकेको छ, जहाँ चाहिँ रुकुमकोट बस पार्क लेखेको छ र रुकुमकोट लेखेको छ होइन। रुकुमकोट लुम्बिनी प्रदेश नेपाल सब लेखेको छ। अब यसलाई चाहिँ डाउनलोड गर्नको लागि एकचोटि यहाँ क्लिक गर्ने, त्यसपछि यहाँ एरो छ, यो एरोमा चाहिँ तपाईँले क्लिक गरेपछि चाहिँ डाउनलोड हुन्छ है त। अब फोटो डाउनलोड भइसकेपछि हामीले चाहिँ भिडियोमा बनाउनु पर्ने हुन्छ। भिडियो बनाउनुको लागि मैले तपाईँलाई पहिले नै जानकारी दिएँ, कुनै पनि पैसा लाग्दैन, 1 रुपियाँ पनि पैसा लाग्दैन। सबैभन्दा पहिले चाहिँ तपाईँ चाहिँ कहाँ जानु पर्यो भनेपछि क्रोममा जानु पर्यो है। क्रोममा जानुहोस् अथवा गुगलमा जानुहोस्, त्यहाँ चाहिँ सर्च गर्नुहोस्, फलो एआई भनेर सर्च गर्नुहोस्। फलो एआई सर्च गरिसकेपछि यस्तो सुरुकै वेबसाइटमा क्लिक गर्नु होला। क्लिक गर्न बित्तिकै यस्तो खालको इन्टरफेस आउँछ। यदि तपाईँले क्लिक जस्तो गुगलमा चाहिँ होइन जिमेल आइडी लगइन गर्नुभएको छ भने यस्तो जिमेल आइडीहरू देखाउँछ। त्यहाँबाट तपाईँले जुनसुकै जिमेल आइडीबाट पनि भिडियो बनाउन सक्नुहुन्छ। अथवा तपाईँले पहिले नै जिमेल आइडी लगइन गर्नुभएको छ भने सुरुमा यस्तो खालको देखाउँछ। हामीले चाहिँ अब के गर्नु पर्यो भने न्यू प्रोजेक्ट भन्ने छ, न्यू प्रोजेक्टमा क्लिक गर्ने। क्लिक गरिसकेपछि यहाँ सबभन्दा तल यहाँ चाहिँ प्लस देखाइएको छ है, यो प्लसमा क्लिक गर्ने। अनि त्यसपछि यहाँ माथि चाहिँ यस ठाउँमा चाहिँ के छ एरो छ, यसमा क्लिक गरेर तपाईँले चाहिँ यहाँबाट फोटो सेलेक्ट गर्न सक्नुहुनेछ। मोटु पद्दुको फोटो सेलेक्ट गरेँ मैले चाहिँ। फोटो सेलेक्ट गरिसकेपछि यहाँ चाहिँ हामीलाई एउटा प्रम्प्ट आवश्यक पर्छ है त। त्यो प्रम्प्ट पनि भिडियो बनाउनुको लागि तपाईँले अन्तबाट कतै खोज्नु पर्दैन, तपाईँले दुःख गर्नु पर्दैन। मैले नै तपाईँलाई यो स्क्रिनमा अथवा डिस्क्रिप्सनमा राखिदिनेछु, त्यहाँबाट तपाईँले कपी गर्न सक्नुहुनेछ। ल यो फोटो रेडी भइसकेको छ। मैले यो फोटोलाई क्लिक गरेँ। क्लिक गर्ने बित्तिकै यहाँ यस्तो इन्टरफेस आउँछ र मैले चाहिँ प्रम्प्ट चाहिँ यहाँबाट मेरो जुन नोट छ नोटबाट लिएँ। तपाईँलाई चाहिँ मैले स्क्रिनमा देखाइदिन्छु है त, अथवा डिस्क्रिप्सनमा दिन्छु। यहाँ जस्तो यहाँ डायलगहरू छन्, यो अरू केही गर्नु पर्दैन। डायलगमा तपाईँले चाहिँ चेन्ज गर्नुपर्ने हो। यहाँ मैले चाहिँ यहाँ कमलतालको अथवा रुकुमकोटको बारेमा मोटु पद्दुलाई बोलाउने चाहिँ यसरी लेखेको छु। तपाईँले यसको ठाउँमा अरू लेख्न सक्नुहुन्छ है। अनि यसलाई कपी गरेर पुनः म चाहिँ त्यही ठाउँमा गएँ अनि यहाँ चाहिँ पेस्ट गरिदिने। तपाईँले केही चेन्ज गर्नु परेन। यहाँ जहाँ चाहिँ बोलाउने छ नि, यहाँ उसलाई बोल्न पठाउने, यो चाहिँ चेन्ज गर्नु होला। अरू केही जस्तो मैले कमलताल लेखेको छु अथवा यहाँ चाहिँ रुकुमकोट लेखेको छु, यस्तो दायाँमा अरू केही
लेख्नु परेन, तपाईँलाई जुन तपाईँले बोल्न पठाउने हो त्यही कुरा लेखि भइहाल्छ। अनि त्यसपछि यो भिडियो तल एरो कि यतापट्टि भिडियो 10 सेकेन्ड यस्तो 1x लेखेको छ, यसको ठाउँमा क्लिक गर्नुभयो भने तपाईँको इमेज भयो भने भिडियोमा बनाउनु होला। 16:9 मा छ भने तपाईँ 9:16 है। जस्तो अब यो चाहिँ तपाईँले युट्युबमा बनाउँछ भने यो 16:9 मा गराउनु होला, होइन भने यो 9:16 मा गर्दा भइहाल्छ। अनि त्यसपछि 1x मा क्लिक गर्नु होला, यो ओम्नी फ्ल्यासमै राख्नु होला। र तपाईँको भिडियो लामो छ भने 10 सेकेन्ड राख्नु होला, होइन भने 6 सेकेन्ड 4 सेकेन्ड राख्दा केही फरक परेन। मैले 10 सेकेन्ड राखेँ है त। अनि त्यसपछि 10 सेकेन्ड राखेर चाहिँ युरोमा क्लिक गर्ने। अब केही क्षणको प्रतीक्षापछि चाहिँ यो भिडियो रेडी हुन्छ। म त्यतिन्जेल तपाईँलाई के भन्न चाहन्छु भने यदि तपाईँहरू एआईबाट भिडियो बनाउन चाहनुहुन्छ भने र सिक्न चाहनुहुन्छ भने यो मिस्टर पूर्वेली 2M युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। तपाईँको यस्तो अवस्था आउँछ, यस्तो अवस्थामा तपाईँले चाहिँ भिडियो भएन भने नसोच्नु होला, फेरि पुनः भिडियो बन्न सुरु गर्छ। तपाईँले कुनै टेन्सन लिनु पर्दैन। हेर्नुहोस् मेरो भिडियो बन्न सुरु भइसकेको छ। तपाईँलाई भिडियो कम्तीमा यो 100% पुग्नु पर्दैन, 25-30% मै चाहिँ यो भिडियो बन्छ। अझ तपाईँको नेट कति फास्ट छ भन्नेमा भर पर्छ। जति नेट फास्ट भयो त्यति छिटो हुन्छ है। तपाईँले यसरी नै भिडियो बनाउनुहोस्। जसरी यो भिडियो बन्यो भने तपाईँले चाहिँ लगभग 90% काम पुरा भइसक्छ, 95% काम पुरा भइसक्छ। तपाईँ अझ राम्रो बनाउनुको लागि केही इफेक्टहरू, केही ब्याकग्राउन्ड म्युजिकहरू राख्न सक्नुहुन्छ। भन्दा नभन्दै रुकमोट बस पार्कमा चाहिँ एउटा भिडियो बनिसकेको छ, मैले तपाईँलाई देखाउन चाहेँ। नमस्कार, हामी अहिले रुकुमकोट पुगिसकेका छौँ। खास हामी यहाँ मिस्टर पूर्वेलीलाई भेट्न आएको हौँ। पूर्वेली कमल ताल छन् रे, हामी पनि त्यतैतिर जाँदैछौँ। एकदम दामी नमस्कार। बनिसकेको छ है, एकदम दामी बनिसकेको छ। मैले जो भन्न पठाएको थिएँ त्यो चाहिँ बनिसकेको छ। र अर्को भिडियोमा चाहिँ आउँदो भिडियोमा चाहिँ तपाईँलाई म के सिकाउँछु भनेपछि मसँग भेट भएको, तपाईँले आफूसँगै भेट भएको, मोटु पत्लुसँग भेट भएको भिडियो कसरी बनाउन सकिन्छ त है। ल यसमा क्लिक गरेर थिचिराखी भिडियो डाउनलोड भइहाल्छ।